नमस्ते। नमस्ते। हजुरको नाम? मेरो विशाल जयसवाल हो। हजुर कता बस्नुहुन्छ? म यही जयबागेश्वरीमा काठमाडौँ। तपाईँ अहिले ब्याचलर्स गर्दै हुनुहुन्छ कि के पढ्दै हुनुहुन्छ? म त अहिले पढ्दैन, म त अहिले पसल चलाउँछु। पसल चलाउने। भनेपछि तपाईँलाई मान्छेहरू नेपालमै बसेर केही गरेको ठिक लाग्छ कि बाहिर गएर आफ्नो लाइफ सेटल गरेको ठिक लाग्छ? होइन त्यस्तो होइन, अब आफ्नो ठाउँ आफ्नै हुन्छ, बाहिरको बाहिरै नै हुन्छ। अब नेपालमा बसेर थोरै कमाएर अब घर परिवारको मान्छेको सँगै बसे पनि राम्रै हो। अब विदेशमा जति कमाए पनि अब आफ्नो मान्छे हुँदैन, त्यो पैसाको केही कामै छैन। त्यस्तो। तपाईँलाई चाहिँ नेपाल कम्युनिटीको सबसे बेस्ट कुरा, एकदम मनपर्ने कुरा के लाग्छ? नेपाली कम्युनिटीमा भनेपछि सबैमा एकता हुन्छ, अलिक मिलेर बस्छ, कसैको त्यस्तो डिसरेस्पेक्ट गर्दैन, सबैसँग मिलेरै हो। कोही अगर हेल्प चाहियो कसैले त दिन्छ, त्यस्तो हो। अनि वर्स्ट थिङ चाहिँ लाइक चित्त नबुझ्दो, चित्त दुख्दो कुरा चाहिँ नेपाली सोसाइटीबाट के लाग्छ? चित्त दुख्ने कुरा के हो, अब कोही कोही मान्छेहरू बढी नै यो चिज, अब जस्तो नेताहरू नै हो खासै राम्रो गर्दैन, सबै आफ्नो मात्रै हेर्ने हो, त्यस्तै हो, अरू त केही छैन। तपाईँलाई चाहिँ नेपालमा अहिले कतिको डेभलपमेन्ट भइरहेको छ जस्तो लाग्छ? पहिलाभन्दा त अहिले धेरै नै छ। आजभोलि रोडहरू पनि राम्रै भइसकेको छ, खासै पहिला जस्तो त छैन। अहिले अलिक ठिकै हो, पहिलाभन्दा त अहिले धेरै राम्रो छ। सो तपाईँलाई चाहिँ अहिले जुन यो युथहरू बाहिर गएर सेटल हुँदैछन्, त्यो गरेको ठिक हो लाग्छ कि होइन कि जस्तो लाग्छ? होइन, अब त्यसको लागि त सरकारले सोच्नु पऱ्यो। अब त्यो युथहरूको पनि गल्ती छैन। अब नेपालमा जति पढे पनि 30,000 35,000को तलब दिन्छ। यहाँ पुलिस भएर पनि मान्छे बाहिर विदेश गइरहेछ, तिनीहरूको स्यालेरी हो 30,000। यहाँ बच्चाले कुन चाहिँ स्कुलमा पढाए पनि महिनाको 10,000 15,000 तिनीहरूकै तिर्नु पऱ्यो, कोठा भाडा तिर्नु पऱ्यो, कहाँबाट सक्छ, विदेश त जानै पऱ्यो। त्यसको लागि त सरकारले चाहिँ हेर्नु पऱ्यो के गर्नुपर्छ भनेर।